नमस्ते सेवार हो बाबु। मेरो नरेन्द्र कुमार लिम्बू। म यो 80 79 वर्षको अवस्थामा काठमाडौँदेखि धरान जाने सिलसिलामा मैले टिकट काट्ने व्यवस्थाहरू राम्रै भएको देखेँ। मैले न्यु कोशी एसी बसमा त्यो बस समयमै अब छुट्यो र समयमै गन्तव्यमा मेरो कुशलता आरामदायक साथ पुगियो। सफाइ त राम्रै थियो। त्यहाँ बसको सिट पनि अब कम्फर्टेबल नै राम्रै लाग्यो मलाई। सफाइ छ, आनन्ददायक नै लाग्यो है। चालक आफ्नो उसमा क्याबिनमै बस्ने भएको हुनाले प्यासेन्जरसँग त्यति कन्ट्याक्ट नहुने र उहाँ चाहिँ आफ्नै के अरे ड्युटीको लागि आफ्नै जिम्मेवारीलाई वहन गर्ने हुनुहुन्छ, राम्रै हुनुहुन्थ्यो र सहचालक पनि राम्रै नै व्यवहार मैले देखेँ। मैले तोकिएको सिटमै नै मैले पाएँ। म बस सेवामा त्यो अनलाइनबाट नै टिकट काट्नुमा सुविधा भएको हुनाले यो अनलाइनबाट नै टिकट काट्ने नै गरेको छु। टिकट काट्दाखेरि मलाई एकदम खुसी लाग्यो, किनभने अब त्यहाँबाट लाइन लागिराख्नु पर्ने, सिधै अब अनलाइनबाट टिकट बुकिङ गर्दा त एकदम सुविधाजनकै लाग्यो मलाई त। त्यो अनलाइनमा सुविधा त मात्रै सबै नै ठिकै छ, यसमा त मिस्टेक जस्तो मलाई लागेको छैन। अब समयमा अब टिकट बुकिङ हुने र फोनमै के अरे मोबाइलमै टिकटको फेस पनि आउने, त्यो भएको कारणले खुसी नै लागेको छ। के जिज्ञासा छ भने यो जब पनि बसमा गएर चिया खान रोकिन्छ, खाना खान रोकिन्छ, त्यो अवस्थामा चाहिँ प्यासेन्जरहरूले चाहिँ अब स्टाफले चाहिँ प्यासेन्जरहरू चाहिँ अब अड्लिँदाखेरि त अब जो खुसी लाग्छ अड्लिन्छ, खुसी नलाग्ने अड्लिँदैन, खाना खाने खान्छ, खाँदैन। तर जब पनि बसमा अब चल्ने अवस्थामा चाहिँ सबै स्टाफहरू ले चाहिँ अब प्यासेन्जरहरू चाहिँ चढ्यो कि चढेन, छ कि छैन भने यसो सिटमा चेक गर्ने अवस्था जस्तो चाहिँ मैले त्यति देखिनँ। त्यो चेक गरेर राम्रोसँग चाहिँ भएपछि ल सबै ठिक छ, प्यासेन्जर सब त ओके ठिक छ भनेर चालकलाई चाहिँ सूचना दियो भने चालकले आफ्नो के अरे ड्युटी सुरु गर्नु सक्छ। त्यसले गर्दाखेरि त्यो हो भने चाहिँ राम्रो होला कि जस्तो लाग्यो मलाई।